लेखकीय पृष्ठ 17 Don't think that everything men wrote in former age is correct. There were fools born in those days too. गालिब लेखकले त्यही लेख्दछ जे ऊ जान्न चाहन्छ। डेभिड मैमेटको यो भनाइ बारम्बार पढ्दा तरंगित भएको छु, पढेर बुझेर र कहिलेकाहीँ नबुझेर पनि। लेख्न र पढ्न सुरु गरेको समयदेखि नै आफूले लेखेका कुरा कति पटक सच्याउँदै र फेरि दोहोर्याउँदै लेख्दै आएको छु। अझै पनि सही कुरा लेख्न सकेको जस्तो कहिले लागेको छैन। मेरो पहिलो निबन्ध संग्रह संस्करण होस् वा वर्षादी दिनहरू, कविता होस् वा नाटक, सबैमा आफूलाई अपूर्ण लागेर नै यो काममा निरन्तर लागेको हुँ। पल भ्यालेरीले कहिले भनेका छन्, अ पोएम इज नेभर फिनिसिङ, ओन्ली अबेन्डन। कविता कर्म कहिल्यै सकिँदैन, यो सधैँ निर्माण क्रममै हुन्छ। मलाई यो कुरा 100% सत्य लाग्छ अनि त्यही निर्माण क्रममा जुटेको छु आज पनि। कुनै समय नाटक लेख्दा र मञ्चन गर्दा यस्तै अनुभूति हुन्थ्यो। नाटक लेखिसकेर कलाकारले मञ्चन गर्नु पूर्व यसलाई पूर्वाभ्यास गर्दा कैयौं ठाउँमा आफू सचिनुपर्ने वा दोहोरिनुपर्ने भान हुन्छ। म त्यो व्यवस्थाबाट धेरै पटक गुज्रेको छु। यसलाई मैले व्यवस्था भन्न किन रुचाएँ भने म कलाकार मञ्चमा गइसकेपछि आफूलाई सच्याउन सक्दिन थिएँ। पृष्ठ 18 मेरा कैयौं कलाकारले मेरो संवाद वा भावलाई आफ्नै शैलीमा रूपान्तरण गर्न खोज्दा म कैयौं पटक सफल भएको छु। प्रज्ञा प्रतिष्ठानको मञ्चमा, सभागृहमा वा नाचघरको मञ्चमा। मलाई सफलताको शिखरमा पुर्याउने मेरा ती सबै रंगकर्मी कलाकारलाई हार्दिकतापूर्वक सम्झिरहेछु। रंगमञ्चमा मेरो यात्रा सुरु हुँदा नेपाली रंगमञ्चमा सर्वनाम आरोहण, जेनाब रंगकर्मी, जमात, युनाइटेड आर्टिस्ट, श्री समूह सक्रिय थिए। नाटकभन्दा पहिलो यात्रा कविता परदेशमा भयो। मैले पहिलो कविता वाचन गर्दा वा म कवि भएर मञ्चमा पहिलो पटक उभिँदा कवि सिद्धिचरण श्रेष्ठ, कवि नाटककार बालकृष्णसम्म, कवि निर्विक्रम प्यासी, कवि केदारनाथ बेती जस्ता श्रोता पाएको थिएँ र तिनैको धापले म मञ्चबाट ओर्लिएको थिएँ। मञ्चमा उक्लिने क्रममा मैले समज्यूलाई धेरै नजिकबाट चिन्ने मौका पाएँ र उहाँ सहित सभा संगत गर्न पाएँ। समज्यू र प्यासीज्यूले मलाई घरमा बोलाएर आफ्नो रचना सुन्ने र सुनाउने काम गर्नुभयो। उहाँहरूप्रति पनि सम्मानपूर्वक सलाम टक्र्याउँछु। कविताका बलले जसरी म समको निकट भएँ, सायद उहाँकै किताब मेरो कविताको आराधनादेखि लिएर हरमन बहारको निबन्ध संग्रह अनि अन दि ट्र्याजिक सम्म आइपुग्दा मैले कतिपटक गालिब, कतिपटक बोर्खोस, कतिपटक नारायण गोपाल पढे सुने होला। त्यसको लेखाजोखा छैन, तर मलाई हरेक पटक पढेर सच्याउँदै जाने मेरा आदरणीय पाठक, मेरा भावक, सच्चा अर्थमा मेरा अभिभावक नै हुन्। ती सबैप्रति मेरो कोटि कोटि प्रणाम। एक लेखकका हैसियतले मैले मेरा धेरै प्रिय पाठक पाएको छु जो मेरो निम्ति नोबेल पुरस्कार भन्दा कम छैनन् वा होइनन्। जीवनमा कुनै पुरस्कार र सम्मान स्वीकार नगर्ने म जस्तो अदनालाई मेरा महान पाठकहरूले यति धेरै माया दिनुभएको छ, म अचम्मित भएको छु। यसर्थमा मैले आफ्ना पाठकका निम्ति गुण गाउनु पाउनु भनेको कुनै पुरस्कार पाएर त्यस पुरस्कारदाताको निम्ति शब्द खर्चे जस्तो होइन। पृष्ठ 19 पुरस्कार मेरा निम्ति कहिल्यै पनि आकर्षणको विषय भएन। म पुरस्कार विरोधी मात्र हुँ, तर पुरस्कार पाउने र दिनेप्रति मेरो कुनै वैरभाव छैन। मेरो भावना यति मात्र हो, मेरा लागि मेरा पाठक नै मेरा पुरस्कार हुन्। अघिल्लो कृति काठमाडौँ सेल्फी मेरो निम्ति एउटा अचम्मको पुरस्कार भइदियो। काठमाडौँ सेल्फी अस्पतालको बेडमा बसेर पढ्नेदेखि सगरमाथाको टुप्पोसम्म गएर पढ्ने पाठक भेटाए। डाक्टर गोविन्द केसीको अनसनमा सक्रिय हुँदा पनि डाक्टर जीवन छेत्रीले यो पुस्तक पढेर मलाई अनिदो अवस्थामा प्रतिक्रिया टेक्स्ट गर्नुभयो। आफ्ना सिर्जनाका सुख दुःखमा मेरा पुस्तक पढेर आफ्नो शक्ति बनाउने स्रष्टा डाक्टर गीता त्रिपाठी, गीतकार चरण प्रधान, कवि डाक्टर राजेन्द्र भण्डारी, गायक शैलेश सिंह अनि फोटोग्राफर दिपेन्द्र बज्राचार्यले पनि मलाई जस्तै मेरो किताबप्रति माया देखाउनु भएको छ। एकजना नाम चलेका लेखकले काठमाडौँ सेल्फी आफूले पढेर
अरू कैयन लेखकलाई किनेर उपहार दिनुभयो र यो कुरा सगर्भ एक सभामा उहाँले घोषणा गर्नुभयो। ती महान लेखक तपाईको जस्तै मेरो पनि प्रिय लेखक हुनुहुन्छ नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ माया ठकुरी। माया ठकुरीले जस्तै प्रेमले यो किताब पढ्ने अरू धेरै स्रष्टा छन्, तर उहाँहरू सबैको नामको फेरिस यहाँ सम्भव भएन। यी सबै लेखकप्रति म आभारी छु। नेपालका एकजना नाम चलेका प्रकाशकले मलाई अर्कै एउटा काठमाडौँ सेल्फी दिनुहोस्, म तपाईलाई मुह बोली पारिश्रमिक दिन्छु सम्म पनि भने। ती प्रकाशक अहिले पनि मेरो प्रति उत्तरको पर्खाइमा छन्, तर कति अनौठो संयोग काठमाडौँ सेल्फी मैले मेरा प्रकाशक रमेश कणेललाई उहाँको जन्मदिनमा उपहार दिएको थिएँ। त्यो क्रम जारी छ र रमेशजी र शब्दहार क्रिएसनका हातमा आज काठमाडौँ मुमताज छ, फेरि अर्को उपहार। पृष्ठ 20। गीतकार सुभाष चन्द्र ढुङ्गेलले काठमाडौँ मुमताज पढिसकेपछि भन्नुभयो, अब त तपाईले पुरस्कार लिनै पर्छ। काठमाडौँ मुमताज त काठमाडौँ सेल्फी भन्दा राम्रो लाग्यो मेरा लागि। मेरो प्रिय गीतकार सुभाषजीका शब्द नै पुरस्कार भए धन्य भए। काठमाडौँ मुमताज मेरा निम्ति चुनौती र परीक्षाको विषय भएको छ। म यसमा कति सही कति गलत भएको छु यसको मूल्याङ्कन समयले गर्नेछ, तर म अझै पनि भैलेरीले भने जस्तै निर्माण क्रममा छु। जगदम्बा श्री तथा मदन पुरस्कार समर्पण गर्ने समारोहमा विद्वत प्रवचन राख्ने क्रममा मैले 2073 आश्विन 16 गते कमलमणि थिएटरमा भनेको थिएँ, आज यदि म यो अवसरमा साहित्यप्रति कृतज्ञता प्रकट गर्न उभिएको छु भने यो मात्र साहित्यले दिएको सराहनीय जीवनका लागि होइन। सायदै यस्तो कुनै समय आयो होला नेपाली साहित्यमा जसले साहित्य लेख्नका लागि मान्छेले देश छोड्नु पर्यो, वा साहित्यका कारण कसैको शालिग वा अस्तित्व ढालियो होला। तर आज देख्दा खुसी लाग्छ, जीवनयापन गर्न, कामकाज गर्न वा आफ्नो नयाँ क्षितिजका निम्ति देश छोडेर गएका कैयौं नेपालीलाई साहित्यका कारण देशसित जोडिने वा मातृभूमिको स्पर्शसित आत्मीय हुने मौका मिलेको छ। यस्ता घटनाका इतिहासमा विरलै हुन्छ या त हुँदैन, तर हाम्रो साहित्यमा भइरहन्छ। त्यसका कारण पनि म नेपाली भाषा र साहित्यप्रति कृतज्ञ छु। मेरो यो कृतज्ञता सधैँ रहनेछ। प्रकाश सायमी, गोधुली संसार भैँसे पाटी, ललितपुर, डिसेम्बर 2018।